हेलो गाइस, त के गर्नु हुँदैछ तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला भन्ने आशा राख्दछु। र आज सन्डेको दिन तपाईहरु त कता घुम्नु पनि जानु भयो होला। र आज हामी चाहिँ यहाँ जेसीबी धुन भनेर आएका छौं। के गर्नु, अब हप्ताभरि ड्युटी हुन्छ त सन्डे मात्रै फ्री हुन्छ, त्यही पनि यहाँ यसो मेसिन पनि मेन्टेनेन्स गर्नै पर्यो। र हामी आएको छौं यहाँ भाइ र म आज जेसीबी हल्का धुयौं भनेर। र भाइले यहाँ धुँदैछ पनि, देख्नु हुँदैछ होला तपाईहरु। र देख्नु हुँदैछ होला यहाँनिर हाम्रो धुने काम पनि स्टार्ट भइसकेको छ। जेसीबी चलाउनु सिकेर मात्रै भएन, अब सफा पनि राख्नु पर्यो। ल लु के छ त आज तिम्रो? सफा हुँदैछ हाम्रो गाडी चाहिँ। र तपाईहरु हेर्दै गर्नुहोस् होला। आजदेखि यसो हामी पनि यसो ब्लग स्टार्ट गरेको, र कस्तो लाग्छ के लाग्छ तपाईहरुले यसो कमेन्टमा भनिदिनुहोस् होला। आज घाम पनि तर यति मजाको लागिरहेको छ कि हेर्नु सक्नुहुन्छ तपाईहरुले। यहाँको यो चाहिँ हाम्रो टिस्टा खोलाको नजारा अलिअलि देख्नु हुँदैछ तपाईहरुले। अनि यो चाहिँ म